नमस्ते आदरणीय श्रोताहरू। हामीले 2042 सालमा 7मा पढ्दै गर्दा संस्कृत पाठ्यपुस्तकमा पढेको यो अत्यन्त महत्त्वपूर्ण र मार्मिक छात्र जीवन नामको निबन्ध यहाँहरूसम्म प्रस्तुत गर्ने अनुमति चाहन्छु। यसमा भएका भाषिक त्रुटिहरूलाई यहाँहरूले सच्याएर बुझिदिनुहुनेछ भन्ने पनि अनुरोध गर्न चाहन्छु। जीवनेषु मनुष्य जीवनम उत्तमम। जीवनहरूमा मनुष्य जीवन उत्तम छ, सर्वोत्कृष्ट छ। छात्र जीवनम मनुष्य जीवनस्य प्रभातकालः। विद्यार्थी जीवन मानव जीवनको प्रभातकाल हो अथवा बिहानको समय जस्तै हो। अस्मिन्नेव जीवने मनुष्यः विद्यां पठति। अस्मिन्नेव जीवने यस जीवनमा मनुष्य मानिसले विद्यां पठति विद्या पढ्दछ। शीलं च अर्जयति शील स्वभाव पनि कमाउँदछ। गुरुजन सङ्गेन स्वबुद्धि विकासम च करोति। गुरुहरूको सङ्गतले गर्दा आफ्नो बुद्धिको विकास पनि गर्दछ। विद्या प्रकाश रूपा विद्या प्रकाशको रूपमा रहेको हुन्छ, बाटो देखाउने प्रकाशको रूपमा रहेको हुन्छ। ताम बिना मनुष्य जीवनस्य सुमार्गम निश्चेतुम न शक्नोति। त्यो बिना मानिसले आफ्नो जीवनको सुमार्ग छुट्याउन सक्दैन। यस्मिन् जीवने यः सम्यक् पठति सैव पश्चात् महत्पदम प्राप्नोति। यो जीवनमा जसले राम्रोसँग पढ्दछ पछि गएर उसले ठुलो पद प्राप्त गर्न सक्दछ। छात्र जीवनम विद्योपार्जन समयः। विद्यार्थी जीवन विद्योपार्जन गर्ने समय हो। सच समयः अत्युत्तमः। यो समय अति उत्तम छ। यस्य छात्र जीवनम सफलम तस्य एव उत्तरकाल सुखकर प्रशंसनीयश्च। जसको छात्र जीवन सफल हुन्छ तस्य उत्तरकालः त्यसको पछिको समय सुखकर सुखी र प्रशंसनीय मतलब अरूले प्रशंसा गर्न योग्य बन्छ। प्रशंसनीयश्च। ए छात्र जीवनमा निष्फलम यापयन्ति। जसले यस्तो महत्त्वपूर्ण छात्र जीवनलाई निष्फल बिताउँदछन् ते उत्तरकाले सिद्धन्ति। तिनीहरूले पछि गएर दुःख पाउँदछन्। पश्चातापम च कुर्वन्ति। बर्बाद गरिएछ भनेर पश्चाताप पनि गर्दछन्। यसको अर्थ यसमा राखिएको छ। यहाँहरूले स्क्रिनसट पनि लिन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, जुन कुरा मैले अगाडि बताइसकेको छु। त्यसै गरी सर्वे छात्राः समानमतयः न भवन्ति। सबै छात्राहरू एकै नासका हुँदैनन्। न भवन्ति हुँदैनन्। केषाञ्चित् स्मरणं तीक्ष्णं भवति। कसैको स्मरण शक्ति तीक्ष्ण हुन्छ। ते स्वल्पमपि विस्तृतम कुर्वन्ति। तिनीहरूले थोरै सुनेर पनि विस्तृतम धेरै बनाउन सक्छन्। बहुकालं च धारयन्ति च। उनीहरूले धेरै समय सम्झन पनि सक्दछन्। अन्यतो कक्षायां समीचीनतया पाठितमपि। अन्य विद्यार्थीहरूले कक्षामा राम्रोसँग पढे पनि पाठम समीचीन रूपेण बोद्धुं न शक्नुवन्ति। पाठलाई राम्रोसँग बुझ्न सक्दैनन्। श्रुतं विषयं शीघ्रं विस्मरन्ति। उनीहरूले सुनेको विषय पनि छिट्टै बिर्सन्छन्। एवं सत्यपि यो पनि सत्य हो कि यह छात्रः धैर्यम् अवलम्ब्य पठति। एकदम धैर्यता सहित नआत्तिकन मेहनत गरेर पढ्छ। जीवनस्य उद्देश्यम च विचारयति। जीवनको उद्देश्यलाई विचार गर्दछ। स्वबुद्धिं वर्धयितुं प्रभवति। आफ्नो बुद्धि वृद्धि गर्न सक्दछ, विकास गर्न सक्दछ। अतीतकाले तादृशाः अनेके छात्राः आसन्। विगतमा त्यस्ता थुप्रै छात्राहरू थिए जुन सुरुमा कमजोर र पछि मेहनत गरेर ठुला भएका। पूर्वम मन्दा अपि। तिनीहरू सुरुमा एकदम कमजोर भए पनि मन्दबुद्धिका भए तापनि उत्तरकाली पछि गएर परिश्रम गरेर
मान्याः विदुषः अभवन्। तिनीहरू चाहिँ नि मान्य विदुषहरू चाहिँ नि मान्य के अरे एकदम माननीय मान्य अरूले लोकले मान्ने विद्वानहरू बने भन्ने कुराहरू पनि छ। यसको त्यस्तै अर्थ भयो, यहाँहरूले हेर्न सक्नुहुन्छ। एवं विचार्य छात्राः प्रातःकाले शीघ्रम उत्तिष्ठन्तु। यस्तो विचार गरेर छात्राहरू प्रातःकाले बिहानको समयमा शीघ्रम उत्तिष्ठन्तु सबेरै उठुन्। उत्थाय च ईश्वरम नमन्तु। उठेर ईश्वरलाई पनि नमस्कार गरून् अथवा ईश्वरलाई स्मरण गरून्। शौचम विधाय शौच सरसफाई गरेर किञ्चित व्यायामम कुर्वन्तु। केही व्यायाम पनि शारीरिक कसरतहरू पनि गरून्। ततः स्वपाठम पठन्तु। आफ्नो पाठहरू पनि त्यसपछि पढुन्। प्रतिदिनं किमपि लिखन्तु च। लेख्ने अभ्यास पनि जरुरी हुन्छ कि प्रत्येक दिन केही न केही लेखुन्। छात्र जीवनम तपोमयम। विद्यार्थी जीवन तपस्याले युक्त छ। छात्राः विद्यार्थीहरू सदाचारम अनुकुर्वन्तु। विद्यार्थीले सदाचार गर्नुपर्दछ, राम्रा आचरणहरू गर्नुपर्दछ। न दुराचारम, खराब कामहरू गर्नु हुँदैन। मिष्टम वदन्तु, मिठो बोल्नुपर्दछ। मान्यान् मानयन्तु, आफूभन्दा मान्यजनहरूलाई मान्नुपर्दछ। स्वराष्ट्रे भक्तिम च कुर्वन्तु, आफ्नो राष्ट्रप्रति भक्ति पनि गर्नुपर्दछ। यस्मिन् देशे एतादृशाः छात्राः, जुन देशमा यस्ता विद्यार्थीहरू हुन्छन्, तत् राष्ट्रम सुराष्ट्रम भवति, त्यस्तो राष्ट्र सुराष्ट्र हुन्छ अथवा राम्रो राष्ट्र हुन्छ, राष्ट्रले प्रगति गर्दछ। अब यो त्यसैको अर्थ भयो। धन्यवाद।